अहिले तपाईले देखिरहनु भएको छ वीरेन्द्रनगर सुर्खेतमा रहेको बुलबुले ताल जाने बाटो हो यो अगाडि आउँदाखेरिको बाटो र तपाईहरु यहाँबाट प्रस्थान गर्न सक्नुहुन्छ। यहाँको दृश्य तपाईलाई मैले देखाउन गइरहेको छु। सुर्खेत जिल्लाको एकदमै बजार नजिक रहेको मंगलगढी चोकबाट तपाईको 5 मिनेटमा बुलबुले तालमा आउन सकिन्छ। बुलबुले ताल बन्दै गरेको अवस्थामा छ अहिले, फेरि पुनर्निर्माणाधीन भइरहेको छ। यो सबैभन्दा पुरानो ताल हो बुलबुले ताल। मुख्य ताल भनेको यही हो है। यहाँभन्दा पछाडिको ताल चाहिँ बोटिङ हो। योभन्दा पछाडिको अहिले देखिरहेको छैन, एकछिनमा हामी देखाउँछौँ हजुरहरूलाई। यो तालको विशेषता भनेको पानीमा बुलबुल गर्ने जुन फोकाहरू आइरहेको हुन्छ त्यो नै प्रमुख भावनाले त्यसैको नामबाट बुलबुले ताल रहन गएको हो। अहिले चाहिँ एकदमै कम छ यहाँ, तर हामी तपाईहरुलाई देखाउँछौँ यसको पनि केही भिडियोहरू। यो बुलबुले तालको दृश्य यहाँ जम्मा गरेर 5-5 वटा 10 वटा धारा रहेको छ। यसको आश्चर्यजनक कुरा के छ भनेपछि यस तालको पानीको मूल चाहिँ एकदमै ठुलो छ। यो जमिन मुनिबाट आएको छ। यसको मूल कहाँ छ भन्ने थाहा छैन। यो सिधै यो जमिन मुनिबाट बुलबुल गरेर आइरहेको हुन्छ र यसै तालमा जोडिएर हामीले 10 वटा धारा बनाएको दृश्य देख्न सक्छौँ। यो अचम्म मान्ने कुरा हो बुलबुले तालको। यो अहिले निर्माणाधीन भइरहेको छ। यहाँ मर्मत कार्यहरू भइरहेको छ। यो दसैँको समय भएर पनि होला अहिले तालहरू सबै पानी बाहिरबाट गरिएको, बाहिरबाट पानी लगाइएको रहेछ साइडबाट। यो धारा हेर्नुहोस्, यो धारामा अहिले पानी उठेको छ भने यहाँ पानी चाहिँ बाहिर लगिएको छ पाइप लगाएर। यतातिर पुरुषहरूले नुहाउने धारा हो भने योभन्दा पछाडि ठ्याक्कै तपाईँले महिलाहरू नुहाउने धारा ठ्याक्कै सेम नै छ। धारा ढुङ्गे धाराको उसमा बनाइएको छ। यो पछाडिको दृश्य बोटिङ गर्नको लागि बनाइएको तालको हो। कन्स्ट्रक्सनहरू निर्माण भइरहेको छ। यहाँको एरिया जस ठुलो छ, तपाईँको लगभग 5 किलोमिटरमा फैलिएको छ त्यो वरिपरि। यहाँको शान्त वातावरण बजार नजिक भएर पनि एकदम कोलाहल मुक्त ठाउँ, केटाकेटीहरूले खेल्न सक्ने